Square. Lovely this place. ल आज शनिबारको दिन हामी बिहानै अहिले कति बजी 6 बज्यो होला लगभग 6 बज्यो रेडी हुँदैछौँ कहाँको लागि भैरवकुण्डको लागि हामी हुँदैछौँ। अनि हामीले भन्न आँटेको कुरा चाहिँ के हो भने हामी सानैदेखि सँगै हुर्केको साथी हो होइन, सँगै हुर्केको नजिकै घर। तर हाम्रो सानैदेखिको प्लानिङ के हुन्थ्यो भने ठुलो कुरा गर्ने सँगै गर्ने, इभन घुम्न जाँदा नि सँगै जाने भन्ने कुरा हुन्थ्यो। तर अब कहिले जाने भन्ने कुरा चाहिँ खालि कहिले पैसाले कहिले केले, पैसा पनि होइन, समय परिस्थिति टाइम होइन, अब केले बाँधिरहेको हुँदो रहेछ। तर योचोटि चाहिँ हामी दुईजनाको अब डियो भनौँ न, डियो ट्रेक पनि एकदम फास्ट हामीले तुरुन्तै प्लान गरेर तुरुन्तै, किनभने प्लान गरेर राखेपछि त फेरि क्यान्सल हुने के हुने हुँदो रहेछ होइन। त्यो भएकोले हामी जाँदैछौँ। र आजको भिडियोमा हामी यो भैरवकुण्ड, सिन्धुपाल्चोकको भैरवकुण्डमा तपाईँहरूलाई पनि अब भनौँ न एउटा टुर गराउनेछौँ यो भ्लगको मार्फत। एउटा यो मेमोरिजको लागि हामी कैद गर्दैछौँ। म पनि सुमन, ऊ पनि सुमन, हामी सुमन स्क्वायरको हेर्नुहोस् यो स्टे ट्युन। हामी यसरी तयारी भई मैतीदेवीबाट कोटेश्वर, भक्तपुर, बनेपास, साँगाको नराम्रो बाटो कट्दै धुलीखेलतर्फ अगाडि बढ्छौँ र धुलीखेल पुगे पश्चात दायाँतर्फको सिन्धुली जाने बाटो नभई देब्रेतर्फ सिधै सुकुटी जाने बाटोतर्फ अगाडि बढ्दछौँ। धुलीखेलबाट झन्डै 1 घन्टा अगाडि बढेपछि हामी दोलालघाट भन्ने ठाउँमा पुग्दछौँ। दोलालघाटमा अवस्थित इन्द्रावती खोलाको ताजा माछा हाम्रो बिहानको ब्रेकफास्ट बन्नेछ। ल हाम्रो खाजामा आइपुग्यौँ हामी दोलालघाटमा। थोरै क्लिप राखेर युट्युबमा हाल्नु पर्ला जस्तो लाग्यो। दामी है। दोलालघाटमा मिठो खाजा खाए पश्चात हामी हाम्रो मोटरसाइकल यात्रालाई निरन्तरता दिँदै आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौँ। सुकुटे, 12 बिसे, खाडीचौर आदि ठाउँहरू कट्दै हामी पुग्छौँ डाकलाङमा। डाकलाङबाट लिस्तीकोट जाने बाटो अप्ठ्यारो भएकोले डाकलाङभन्दा 3 किलोमिटर अगाडि हाइड्रो पावर प्रोजेक्ट बन्दै गरेको ठाउँबाट सो हाइड्रो पावर प्रोजेक्टको पुल तरी हामी लिस्तीकोटको यात्रातर्फ अगाडि बढ्छौँ। हामी अहिले लिस्टी जाँदैछौँ होला हाइड्रो पावर जानु हामीलाई लाग्छ होला 1-1.5 घन्टा। यो भोटेको कि लभली सेन्टोस यार भ्यू त। मुख्य अरनिको हाइवेदेखि लिस्तीकोटसम्मको बाटो अत्यन्तै जोखिमपूर्ण रहेको देख्न सक्नुहुनेछ। भइरहेको छ एकदम एडभेन्चरस भइरहेको छ। बाटो डेन्जर छ है।
झन्डै 2 घन्टाको मोटरसाइकल अफरोड राइडिङपछि हामी पुग्छौँ लिस्तीकोट। लिस्तीकोट उचाइमा रहेको एक सुन्दर गाउँ रहेछ। त्यहाँबाट मनोरम दृश्यहरू पनि देख्न सकिने। लिस्तीकोटमा खाना खाइसकेपछि हामी लाग्यौँ उकालो छगाम बगामतर्फ। हामीलाई लिस्तीकोटमा भनिएको थियो बगाम पुग्न झन्डै 4 घन्टा राइड गर्नुपर्नेछ। हाई गर्दै मौसमले पनि हामीलाई जिस्काइरहेको थियो। पानी पारिदिउँ जस्तो गरिरहेको थियो। तर हामी हर्क साम्पाङ स्टाइलमा त्यस्ता नाथे मौसम भन्दै अगाडि बढिरहेका थियौँ। त्यस क्रममा हामीले छगाम गाउँको भिडियो कैद गरेको यहाँहरूलाई प्रस्तुत गर्दैछौँ। बगाम चाइनाको डिजाइनमा छ क्या। छगामबाट बगाम पुग्न अझै निकै समय लाग्ने रहेछ। हामीले ढिला नगरी बगामतर्फको यात्रा तय गऱ्यौँ। जसोतसो गरेर हामी बगाम गाउँ त पुग्छौँ, तर त्यहाँ पुगेपछि हाम्रो बकेट लिस्टमा थपिन्छ अर्को एउटा चुनौती के भन्दाखेरि भैरवकुण्ड पुगेर फर्किने ट्रेकर्सहरूले तपाईँहरूले चोकरमोकरसम्म बाइक लान सक्नुहुन्न भनेर उहाँहरूले हामीलाई दिएको च्यालेन्ज। 4 घन्टा भयो। यहाँ छ गाडी त होइन, म त कति घन्टा भयो वहाँ हिँड्नु? 2 घन्टा, त्यो पनि सर्टकटमा। बगाम गाउँदेखि चोकरमोकर झन्डै 15 किलोमिटर होला, त्यो पनि अफ रोड। यदि हामीले 15 किलोमिटर बाइक लान सकेनौँ भने त्यो पनि हामीले पैदल हिँड्नुपर्ने हामीमा चुनौती थियो। त्यसैले जसरी पनि बगामबाट चोकरमोकरसम्म बाइक लाने हामीले निधो गऱ्यौँ। भनिन्छ नि 10 जनाको सुन्नु, आफ्नो निर्णय लिनु। म र मेरो साथीले धेरैजनाको कुरा सुन्यौँ, तर हामी जिद्दी भएर आफ्नो निर्णयमा अडिग रह्यौँ। हामी चोकरमोकरसम्म बाइक पुर्याएरै छोड्नेछौँ। हिँड्दा यार यत्रो डाँडामा आइपुग्यो, बाइकले तान्दैन। हेलो, के छ सुमनजी हाल खबर? मुख नछाडौँ है यो पानीलाई। तर दाजुभाइको यस्तो अविस्मरणीय हुन्छ। तर यो ट्रेकिङमा हिँड्ने मान्छेहरूले पनि एकदमै सहिष्णुता देखाइराखेका छन् क्या, सदा सहायता। त्यसलाई के भन्ने, अब एउटा हेल्प काइन्डनेस देखाइरहेको एकदमै। अनि उनीहरूले बाटोहरूमा अब कस्ता बाटो छन् भन्दैछन्। अनि बाटोको हालत चाहिँ हेर, बाइकको हालत देखाइदिउँ। अब के भन्ने, अब यहाँबाट हामी सकेसम्म हार नखाइकन मोटिभेसन लिएर आएको छौँ। एकदमै मोटिभेसन बिना त यहाँ हामी आउन सक्दैनथ्यौँ। हाम्रो मेन बल भनेको मोटिभेसन एकदमै।
अनि मोटिभेसन र डिमोटिभेसनले हामीलाई चाहिँ डेस्टिनेसनसम्म पुग्न कतिको हेल्प अथवा डेस्टिनेसनमा के बोले भाइ अब के बोले के जथाभावी बोले नपुग्नको लागि कतिको एउटा भनौँ न डिमोटिभेट गर्दो रहेछ तपाईँलाई के लाग्छ? मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामी एक चरणमा अघि बाटोमा आउँदै गर्दाखेरि बिचमा यो चोकरमोकर र बगामको बिचमा आइसकेका थियौँ। अनि त्यहाँ चाहिँ अब यस्तो अवस्था भयो कि लगभग अब भनेर त ठ्याक्कै बयान गर्न सकिँदैन, तर अवस्था र मान्छेको मोटिभेसनले चाहिँ फर्किने कि के गर्ने एकदमै त्यो माइनस लेभलमा आइसकेको थियो। निकै दोधारमा थियौँ हामी, एकदमै दोधारमा र एकदमै दोस्तको मोटिभेसनले गर्दाखेरि यहाँसम्म आइपुग्यो। ठिक छ, दुवैजनाको एउटा कन्सिस्टेन्सले गर्दाखेरि यहाँ आइपुगेको छौँ। अब लालीगुराँस यहाँ सबैजनालाई देखाइदिनु हुन्थ्यो। लालीगुराँस अहिले यहाँ छैन, तर हामी अरू क्लिपहरूमा लालीगुराँस देखाउँछौँ। तर लालीगुराँस हेर्नको लागि हेर्दै चाहिँ गर्नु पर्यो। ए प्रिय, तिमीलाई भएको दुःख मलाई पनि बाँड न भनेर लालीगुराँसले भनिरहेको हामीले थाहा पाएपछि एक दुईवटा लालीगुराँसको छेउमा गएर एकछिन दुःख बिसायौँ। वैशाखको महिना, त्यो पनि आधा वैशाख नागिसकेकोले गर्दाखेरि घरिघरि वर्षात भइरहेको थियो। यद्यपि हामी जति हाइटमा बढ्दै थियौँ त्यति नै मौसम सफा आउँदै गइरहेको थियो। हामीले एउटा इच्छा राखेका थियौँ कि चोक्कर मकर डाँडामा पुग्दाखेरि मौसम सफा भइदियोस् र हामीले घाम डुबेको स्पष्ट देख्न पाइयोस्। नभन्दै हाम्रो आशा पुरा भयो। चोक्कर मकरमा आइपुगेका छौँ। यहाँबाट चाहिँ एकछिन चियर्स गर्दै बोलौँ। न यहाँ फोनको टावर दिन्छ, न कसैको चिन्ता, न कसैको पिर। नभए कहाँ मरिस भनेर फोन गर्दै जे होस्, अब तिमीले फोन गरे पनि हामी उसको औकात से बाहर आइसकेको छ। भनौँ न एउटा सिङ्गल बाइक हो, अरू कोही पनि आएको छैन, आइपुगेको छैनन्। हिजो फ्राइडे चाहिँ छुट्टी भयो अनि फ्राइडे नै आउनुभयो धेरैजनाहरू। अब सटरडे आज चाहिँ कमै लगभग खै हामी नै होला। हामी कन्फिडेन्स एकदम धेरै नै कन्फिडेन्स लेभल त हाई नै छ नि। अझ त एकदम हाम्रो डेस्टिनेसन भनेको चाहिँ भैरवकुण्ड, जुन चाहिँ 42 कति मिटर छ, 4000 भन्दा माथि नै छ। 4000 यहाँनिर परेको पानीहरू जम्न थालिहाल्दो रहेछ एकदमै। हामी अहिले छौँ चोक्कर मकर गाउँमा। यो गाउँ झन्डै 3500 मिटर उचाइको आसपासमा छ। यस गाउँबाट देखिने पारिला हिमाल साथै मनोरम दृश्य हेर्दै हामी स्थानीयसँग भलाकुसारी र रमाइलो गफगाफ गर्ने कोसिस गर्नेछौँ। भ्यू राम्रो देख्न पाउँछ होइन? हामी भ्यू हेर्न जाँदैछौँ। कस्तो होला त यहाँबाट भ्यू हेर्दाखेरि? लेट्स सी। वाह, खतरा, दामी छ ल। अझै ओहो कस्तो बाबा ल, टक्क हाइट। वाह, यतातिर घाम। कुन हिमाल होला? यता लगभग धेरैवटा हिमालहरू छ। गौरी शङ्कर हिमाल चाहिँ
यता चाइना उता नेपाल नेपाल यता नेपाल उता चाइना होइन यता चाहिँ चाइना पर्छ यस्तो चाइना पर्छ नि यो ठुलो घर देख्छ नि हो। चाइना हो त्यो सेतो चाइनामा पर्छ चाइना पर्छ त्यही कस्तो दामी त है अब नेपालको जनता चाइनिजहरू पनि आयो हुन्थ्यो सबैजना आउनै पर्ने ठाउँ यो सिन्धुपाल्चोकको भैरव कुण्डमा अहिले चाहिँ हामी चोकर मकरमा छौँ यहाँ धेरैवटा होटलहरू छ हिमाली होटल छ शेर्पा होटल अहिले हामी बसेको होटलको नाम निङमार होटल होटलमा आगो सागो ताप्ने व्यवस्थादेखि धेरै राम्रो छ 7-8वटा बेडहरू छ हाम्रो होटलको साउजी उहाँ चाहिँ तपाईँको नाम के हो भनिदिनु न त निङमार शेर्पा आफ्नै नामबाट होटल खोल्नु भएको रहेछ होइन तपाईँहरूको पहिला घर चाहिँ कहाँ हो बगामबाट त झनै लाग्दो रहेछ है बाइकमै लाग्यो हामीलाई त 2-2.5 घन्टा लाग्यो धेरै लाग्दो रहेछ अब बाटो त्यति राम्रो छैन बाटो राम्रो छैन अनि आज सुत्ने व्यवस्था त गरिदिनु भयो हाम्रो कतिजना अन्त आज अब हाम्रो अब कति हो अहिले भर्खर 4 जना छु अब लगभग आयो भने अब 2-3 थाप्नुपर्छ केटा हो केटी मिल्दैन कंट्रोल उदय ए वल्लू बता इसे बता मुझे गुस्सा आता है तो क्या ल ठिकै छ होइन एउटा रमाइलो सबैजना अब उनीहरूको पनि आफ्नो सेक्युरिटी हुन्छ तर हामी तयार छौँ रहा नहीं जाता तड़प ही ऐसी है ना अच्छा सुनो बोलो केही छैन अब बिहान यहाँबाट उठेर हामी कति बेलातिर जानेछौँ 6 बजीतिर जाने ठिक्क हुन्छ होला बिहान पनि सायद यत्तिकै खोलिदियो भने चाहिँ दिन खोलिदियो भने चाहिँ साह्रै राम्रो देखिन्छ होला घाम डुब्ने मौसम पक्की नै भयो जस्तो लाग्छ यतिको मौसम देख्न पाउनु त धेरै हाम्रो साउजी पनि धेरै खुसी हुनुहुन्छ यतिको तपाईँ जतिको हँसिलो मान्छे देखेर हामी यहाँ हिँड्दै आएको आधी दुःख चाहिँ हरायो हिमालले आधी दुःख हरायो लगभग अब हामीलाई दुःख नै छैन भनौँ न आजको लागि भोलि हामी पुग्ने ताल उ त्यो माथिको ताल हो हजुर ना बस्न ठगान न यता बुझेर कोही त हिँड्नु नसक्ने यहाँतिर बस बिचारो कस्तो बिजुक हुन्छ यसपालि चाहिँ अनि यता अहिले चाहिँ यहाँसम्म पुग्नु पायो भने त पैसा मात्र चाहियो पैसा छ भने आनन्दले तर यहाँ हामीलाई त यहाँ आउनै धेरै गाह्रो पर्यो हजुर त्यो यस्तो हिलो यति हिलो छ अनि कसरी बाइकमा त जाने भोलि चाहिँ तपाईँहरूले यो कोही बेला त मौसम बिहानदेखि खोल्नु नै सकिन्छ यहाँसम्म यहाँसम्म पुगेपछि चाहिँ आरामले जानुपर्छ यहाँबाट उन्दै त खुसीले यहाँ त सिधा उकालो भयो भने चढिन्छ फेरि बिहान माथि मौसममा तलै छ होला तर गाडी त कहाँ रहेछ त गाडी त एउटा ठुलो हिलो आधी बिचमा जति होला ठ्याक्कै बिचतिर बगान र यहाँ बिचमा जति काठहरू काटेको ठाउँ छ नि काठहरू राखेको ठाउँमा त्यो माथि उकालोमा त्यही नै हो मोमो दुङ्गै देब्ला त्यहीमा बसी जान्छ पैसा त्यो माथि ढिलोमा पनि पुगेन त्यो चोरी गोर्छ नि त चोरी गोर्छ माथि ढिलोमा पुगेन त्यो गाडी चौरी कटेपछि अनि के अरे उकालो सुरुमा उकालो आउँछ अनि ओह्रालो आउँछ ओह्रालो आइसकेपछि अरे कहना क्या चाहते हो अनि चौडीहरू आएको थियो अनि त्यो पछि पनि अलिक अगाडि जस्तो ओह्रालो कटेपछि उकालो आएछ तर आज हिँड्दै आउने मान्छेहरू आयो भने मात्रै हो बाइक त आउँदैन आज
बिजोकै भयो हिजो त थुप्रै आएको थियो आउँथ्यो बाटो नराम्रो भयो नि त पानी पर्यो दिनभरि आम्मामा दिनभरि सुरुरु पानी पर्यो हजुर दाजु छ काठमाडौँतिर धेरै हल्ला छ यहाँको के भयो धेरै साह्रै हल्ला छ जो पनि जाने भनेको छ पहिला यस्तो थिएन है यस्तो अब रमाइलो के हुन्छ भने अब यो 10-15 हुन्छ यहाँ गुराँस फुल्छ सुनपाती फुल्छ त्यो चाहिँ फेरि मान्छे एकदमै आउँछ फेरि कोही भएर त फेरि त्यो यो के भन्छ मौसम राम्रो हुन्छ नि त जेठमा कोही भएर त्यो के भन्छ अहिले त आमा अस्ति चाहिँ राम्रो भएको थियो यहाँ टिपर गाडी कति यो बिचमा चाहिँ 3-4 दिन दिनभरिको अफ रोड राइड अनि बाइक ठेलाइले हामी दुवैजना एकदमै थकित त थियौँ र भोलि बिहानै उठेर भैरवकुण्डसम्मको यात्रा पनि जो गर्नु थियो त्यो पनि हिँडेर त्यसैले हामीलाई चाँडै खाना खान पाए हुन्थ्यो जस्तो लागिरहेको थियो गफै गफमा शेर्पिनी आमाले पनि मिठो खाना बनाएर हामीलाई खुवाउनु भयो खाना खायौँ र हामी बोक्लुक्क सुत्यौँ भोलि बिहान भैरवकुण्डको कल्पना गर्दै बिहान सबेरै हामी चराचुरुङ्गीको आवाज सँगसँगै बिउजन्छौँ तयार हुन्छौँ र आफ्नो यात्रा तय गर्छौँ भैरवकुण्डतर्फको ल गुड मर्निङ एनदर डेमा हामी चोकर मुकरबाट बिहान 4:30 बजे उठेर फ्रेस भएर हिँड्दैछौँ हामी हिँड्दा 5:15 भइसक्यो अब हाम्रो यात्रा चाहिँ सिधै यात्रा कहाँ रे हाम्रो भैरवकुण्ड ओम पार्वती पते हर हर महादेव भन्ने त्यहाँ पुगिन्छ हामी प्लस खुसीको कुरा के हो भने खुसीको भन्ने कि अब यसलाई के खुसी जेलाई पनि हामीले अब खुसीकै तरिकाले ल्याउँ भन्ने हो अब यहाँबाट यदि बिहान अथवा भनौँ न जाने चाहिँ हामी मात्रै हो किनभने तल बगम भन्ने ठाउँबाट बाटो एकदमै अप्ठ्यारो भएकोले गर्दाखेरि धेरैजना ट्रेकर्सहरू टुरिस्टहरू चाहिँ त्यहीँ बस्नु भएको छ बगम भन्ने ठाउँमा त्यहाँबाट आउनु पोसिबल थिएन हामी चाहिँ अब सुमन र मैले गर्दाखेरि बाइक उचाल्ने ठेल्ने गरेर भए पनि यहाँसम्म ल्याइपुर्याएको छौँ ल्याइपुर्याएको छौँ मैले स्टोरी भन्नुको पछाडि के छ भने हामी भैरवकुण्ड जाने सायद हामी 2 जना मात्रै ट्रेकर हो होइन आजको लागि किनभने पछाडि खाली छ अगाडि पनि खाली छ प्लस त्यहाँ हामी बस्ने होमस्टेहरू एराउन्ड 15-20 वटा होमस्टेमा हामीले सबैतिर सर्वे गर्दाखेरि सबै मान्छेहरू हिजो बेलुका तालबाट फर्केर बसेको मान्छेहरू मात्रै हुनुहुन्थ्यो उहाँहरू सिधै अब घर फर्किँदै हुनुहुन्छ हामी चाहिँ त्यहाँ पुग्दैछौँ अब हामीलाई करिब कति लाग्छ ठ्याक्कै थाहा छैन हामी हिँड्दैछौँ त्यहाँ पुगेपछि अपडेट गराउनेछौँ अब सास बढेको जस्तो अनुभव भइरहेछ कति सास त बढेकै छ नि होइन बढिरहेछ एकदमै अक्सिजन लेभल लगभग 4000 लेभलमा होला हो हामी ए छ 4000 मिटरमा छ अक्सिजन निकै कम छ सास बढिरहेछ धेरै सास बढिरहेछ देख्न सक्नुहुन्छ हिउँहरू अब सब हिउँ जम्दैछ वरिपरि फुल्दै हुसियाहरू लाग्दै हुसियाहरू लाग्दै भइरहेछ तर हामीलाई जहाँसम्म लाग्छ हामी त्यहाँ पुगेर आकाश खोल्यो भने केही समय बस्छौँ भन्ने छ अब महादेवको इच्छा के छ होइन अब डिपेन्ड्स अपन महादेव उहाँले जे भन्नुहुन्छ पानी पऱ्यो भने पानी पारिदिनु भयो भने रेनकोट चाहिँ बोकेछौँ हामीले हाम्रो हातमा भनेको त्यही रेनकोट बोक्न सक्ने भन्ने थियो त्योभन्दा अरू हाम्रो हातमा छैन वेदर कस्तो हुन्छ राम्रो भइदियो हुन्थ्यो भन्ने हो अब राम्रो भन्नाले अलिक खुलेको आकाश
तबाट टक्क परेको घाम भइदियो भन्ने हो। ए हिउँ चाहिँ यस्तो छ। हाम्रो नि पाइला छोडिदिउँ न त यहीँबाट, बिगार्न मन त थिएन तर आइसकेपछि एउटा पाइला छोडिदिउँ भन्ने हो। ल अब त्यहाँ त फेरि एकदम दामी ताल जमेको छ कि छैन होला भन्ने कुरा पनि छ, क्युरियोसिटी पनि छ। लेट्स सी। अब त्यो हेर्नको लागि चाहिँ स्टे ट्युन्ड होइन सुमन? हेलो ठाउँ हो रे यो। ब्रेथ टेकिङ भ्यू भन्छन् नि, त्यही हो यो। हामी चाहिँ यहाँबाट हर हर महादेव। बिचबिचमा अपडेट नदेखाम भन्न मनले मानेन, किनभने जति हिँड्यो पाइलै पछि झन् दामी देखिन्छ। अब यहाँ पहाड छुट्टै छ, लभली होइन? अब त्यहाँबाट जाने रहेछौँ हामी, त्यो बाटो जस्तो देखिँदैछौँ। सुमन एकचोटि वेब गरिदेऊ नि त। ल लभली हगै दिने हुने होइन? यत्रो हिँडेर मिहिनेत गरेर यति हेर्न आएको, हेर्न आएको यो पनि आधी बाटो बाँकी रहेछ। त्यही त तपाईँहरूलाई के थाहा एकैछिन हेर्नुभयो भने त फेरि देख्नुहुन्छ है। बरु सुमनले आफ्नो यहाँसम्म हुँदा अनुभव भइसकेको छैन होला, त्यही पनि सानो अनुभव केही कस्तो हुँदो रहेछ बिहानै उठेर। जस्तो हामी मर्निङ वाक गर्न पनि कहिलेकाहीँ अल्छी मान्छौँ। यो अल्छी भन्ने त्यो चाहिँ यहाँ आएपछि त्यसलाई कसरी जित्ने भन्ने के हो भन्ने हुँदो रहेछ क्या। यो अल्छी भन्ने चिज नै हराउँदो रहेछ। वाह, खालि दामी एन्सर। अलिकति पनि थाकेको छैन क्या। एकछिन थाके जस्तो हुन्छ, फेरि प्रकृतिले सरप्राइज दिन्छ क्या। अनि यो सरप्राइज भएपछि त्यो सबै एनर्जी नै आफूभित्र आएको जस्तो लागिरहेछ क्या। अब आफ्नो भ्यू हो होइन, आफ्नो पोइन्ट अफ भ्यू हो हुन त। तर हामीलाई लाग्छ हामी दुईजनाको कम्बाइन्ड पोइन्ट अफ भ्यू भएपछि सबैलाई त्यस्तो हुनसक्छ भन्ने हो। त्यही भएर सबैले मर्निङ वाक एटलिस्ट घरमा गर्ने बानी गऱ्यौँ, अल्छी गरेनौँ भने बिस्तारै हामीले यो ट्रेकिङहरू पनि पोसिबल छ। सबै कुरा पोसिबल छ, मात्र आलस्यलाई जित्नु पऱ्यो भन्ने कुरा हो। अब त्यो त अब दुईवटा अल्छीले अल्छी छोडौँ भनेर भन्दा तपाईँहरूलाई अनौठो लाग्ला, तर यसलाई अहिले पोजिटिभ तरिकाले लिनु होला। हामीभन्दा अगाडि दुईजना जाँदै हुँदो रहेछ, हामी खत्रै उसमा पहिलो नम्बर भन्ने सोचेको थियौँ, होइन हुनुहुँदो रहेछ। मान्छेहरू भएकै मजा हो हुन चाहिँ। यहाँ हेर्नुहोस् गाइस कस्तो दामी क्या। लाइक अब यो घाम लाग्यो भने त सायद अब यसको भोलम घट्ला यो स्नोको, तर अहिलेलाई चाहिँ पुरै सेतो देखिएको छ। हाम्रो लागि त यो त ब्रेथ टेकिङ छ नि होइन। अझै अब माथि कुण्ड कस्तो होला भन्ने हामीलाई क्युरियोसिटी छ। लेट्स सी। बाटो चाहिँ यस्तो खालको छ, हामी घुमेर आएको बाटो यस्तो छ। ठिक छ, अब होप नट टु फार होइन, नट टु नियर क्या। धेरै नियर पनि नभइदियोस् भन्ने पनि छ, किनभने यो जर्नी धेरै मजाको छ। अब जर्नी भन्ने चाहिँ फेरि डेस्टिनेसन नपुगुन्जेलको जर्नीमै मजा हुँदो रहेछ क्या। डेस्टिनेसन पुगिसकेपछि पनि मजा भइहाल्यो। हामी जहाँ जे कुराको लागि सोचिरहेको थियौँ त्यो देख्नु पाउनु झन् मजा। डिफ्रेन्स कुरा हो, तर जर्नी पनि त होइन एकदम इन्जोयबल भइसकेपछि जर्नी नसकियोस् भन्ने हो। त्यसैले अब टु फार पनि नहोस् कुण्ड, टु नियर पनि नहोस्। लेट्स सी कति छ भन्ने हो। अब हाम्रो यो स्मार्ट वाचमा चाहिँ अहिलेसम्म भर्खर कति 6300 पेस हिँड्यो भनेर देखाइरहेछ। हामी जम्मा त्यति स्टेप्स हिँड्यौँ। 6300 भनेको नट अ बिग डिल।
त्यही भएकोले अझै मेनी मोर टु गो जस्तो मलाई लागिरहेछ। किप वाचिङ होइन त एकदम। ल तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ खतरा स्नो जमिरहेछ। त्यो के होला यार, त्यहाँनिर त्यो खर्क भन्थ्यो नि, खर्क होला सायद। त्यो चौडी चराउन आउने चौरी चराउन आउने होइन, एउटा टेम्पोररी गोठ बनाउने, त्यसलाई सायद खर्क भन्छ होला। असार पछि आउनुहुन्छ अरे। त्यसको बारेमा चाहिँ डन नो मच, जुन विषयमा आफूलाई थाहा छैन त्यो विषयमा धेरै बोल्नु हुँदैन भन्ने कुरालाई अहिले स्मरण गर्न चाहेँ। तर त्यो सायद टेम्पोररी टिएलसी जस्तो क्या होइन, अब त्यो स्कुलहरूतिर हुन्छ नि टिएलसी बनाएको हुन्छ नि, यहाँको लागि टिएलसी हो भन्ने अहिलेलाई बुझौँ। र हामी जाने डेस्टिनेसन भन्दा हामी बिच बाटोतिर आइपुगेका छौँ। यहाँबाट खुड्किँदै स्टेप्सहरू देखिन्छ। यो एकदम इन्जोयबल मोमेन्टमा मेरो मित्र सुमनलाई म सर्वप्रथम त धन्यवाद दिन चाहन्छु, किनभने यो सबै उसको प्लान हो र उसको भनौँ न एउटा उसको एनर्जेटिक एउटा अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। एउटा मलाई शब्दमा ठ्याक्कै भन्न आएन, उसको मोटिभ बिना चाहिँ यो पोसिबल थिएन। क्यामेराम्यान सुमन, त्यही भएर सुमनलाई धन्यवाद। अब माथि तिनजना जाँदै हुन्छ, उहाँहरूसँग पनि हामी कन्भर्सेसन गर्ने कोसिस गर्नेछौँ सकेसम्म। सुमनले इन्टरभ्यू लिन्छ, म क्यामेराम्यान भन्छु, त्यो पनि अहिले हेर्न सक्नुहुन्छ। ल गाइज या ओम पार्वती पते नमः, हर हर महादेव। बवाल छैन त ढल्देऊ ल लभली ल म पनि ढलिदिन्छु ल मेरो नि गरिदिनु ल 4 यति हो म ढलिदिन्छु रेकर्ड भएर ल ढल केही छैन हर हर महादेव माथि अलि होला क्या ल जा ए लभली छ नि भ्यू त है जति माथि आयो त्यति दामी भइरहेको गुड मर्निङ राधे राधे गुड मर्निङ कति बजे हिँड्नु भएको तपाईँहरू पौने 5 यी तलै बस्नु भएको छैन कति बजी उठ्यो? हामी त त्यही पौने 5 मा उठेको थियौँ मलाई पौने 5 तिर उठ्यो नै मन लाग्दैन त्यस्तो चिसो छ आधी त भइसक्यो होला किनभने त्यो हुँदै त्यो उकालो यो पनि त्यस्तो उकालो छैन हामी जाँदा हो त काठमाडौँतिरबाट आउँदा सुमन हामी पुग्दैछौँ ल तिम्रो ल हाम्रो हिजोको साथी ठ्याक्कै भेट भयो
के सर तपाईँको नाम तपाईँको सुमन मेरो ल फर्स्ट हुनु भएकोमा बधाई छ राम्रोसँग जानु होला ल हामी सुमन के भन्ने सुरुमा ताल हेर्नुभन्दा पहिला भैरवलाई जय श्री भैरव जय शिव भैरव वी आर कमिङ हामी आउँदैछौँ किनभने ताल लभली दोस्त लभली ओ माय गॉड जय शम्भु खाद्य त जमेकै छौँ क्या लभली ल भैरवकुण्ड फाइनली हामी डेस्टिनेसनमा आइपुग्यौँ यस बेब्स ठिक छ यहाँ पानीको एमाउन्ट धेरै भएर होला सायद पानी अब जम्दैन पनि किनभने सिजन पनि अब यो भयो अब फाइनल्ली अब कुण्डमा आएपछि त होइन एकछिन त एक्साइटमेन्ट हुनै पर्यो लभली फाइनल्ली घर छोडेको 2 दिनपछि हामीले गरेको त्यत्रो सङ्घर्षपछि त्यो दुःख त्यो त्यागपछिको यस कुण्डलाई देख्न पाउँदाको आनन्द हामी तपाईँलाई शब्दमा वर्णन गर्न सक्दैनौँ त्यसैले सम्पूर्ण र फुटेजहरू नै यहाँ राखिदिएका छौँ ताकि तपाईँहरूले पनि भाइब्स महसुस गर्न सक्नुहोस् र लकिली यस दिन हामीले सबै खालको मौसम पनि महसुस गर्न पायौँ सायद श्री भैरवको कृपा रह्यो होला बर्सात पनि भयो हिमपात पनि भयो र घाम पनि लाग्यो महादेव ब्लेस्टर्स
यो यात्रा केवल भैरवकुण्डसम्म पुग्ने बाटो मात्रै थिएन, यो त हाम्रो मित्रताको, सम्झनाको अनि समयसँग दौडिएको एउटा मिठो कहानी थियो। आज मसँग मेरो सबैभन्दा नजिकको साथी छ, तर केही दिनपछि ऊ पनि परदेशिँदैछ। सायद यस्तै यात्राहरू फेरि कहिले हुने हो थाहा छैन। तर आजको हाँसो, थकान र यी सुन्दर दृश्यहरू हाम्रो मनमा सधैँका लागि बसिरहनेछन्। तपाईहरूलाई हाम्रो तर्फबाट एउटा सुझाव, समय हुँदा साथीहरूसँग घुम्नुहोस्, हाँस्नुहोस् र रमाउनुहोस्। किनकि एक दिन समय त हुन्छ, तर सँगै हिँड्ने साथीहरू टाढा भइसकेका हुन्छन्। या साथी त होलान्, तर तपाईँसँग जोस, जवानी र समयको अभाव हुन सक्छ। हे भगवान् भैरव, हामीलाई सुरक्षित राख्नु भएकोमा, यति सुन्दर यात्रा जुराइदिनु भएकोमा धन्यवाद। हाम्रो यस यात्रा सफल बनाउन हामीलाई प्रत्यक्ष या अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति आभार र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरूको बाँकी समय पनि शुभ रहोस्।